यो झार होइन, चमत्कारी औषधि हो। तपाईले बाटोमा देख्ने यो झार तपाईको जीवन बचाउने औषधि हुन सक्छ। यसलाई नेपालीमा कुरो र अंग्रेजीमा बाइट एन्ड पिलोसा भनिन्छ। साधारण देखिने यो बिरुवामा लुकेका छन् अचम्मका स्वास्थ्यका फाइदाहरू। चोटपटक लाग्यो, सुनियो, कुरोको पात पिदेर लगाउनुहोस्, तुरन्तै आराम मिल्छ। दाँत दुखेर रातभर सुत्न सक्नु भएन, यसको जरा कुटेर दुखेको ठाउँमा राख्नुहोस्, दुखाइ गायब हुन्छ। तपाईलाई पिलो आएर सताइरहेको छ, कुरोको पातलाई पिसेर पिलोको वरिपरि लाउनुहोस्, छिट्टो पाक्छ र निको हुन्छ। यदि तपाईलाई ज्वरो, मलेरिया, टाइफाइडमा पनि यसको पात पिदेर तपाईले सेवन गर्नुहोस्। दैनिक खाली पेटमा आधा गिलास पानीमा मिसाएर दैनिक खानुहोस्, ज्वरो, मलेरिया, टाइफाइड पनि निको हुन्छ। अनि यसको पात पिदेर यसको पानी पिउँदाखेरि यति मात्र होइन, ब्लडलाई शुद्ध बनाउँछ, रगतलाई शुद्ध बनाउँछ, रगत शुद्धिकरण हुन्छ। यसले तपाईको रगत सफा गर्न मद्दत गर्छ।